सबैजनालाई नमस्कार। म आज एक विशेष विषयमा बोल्न गइरहेको छु। आदरणीय दाजु सीताराम कट्टेल धुर्मुसजीले जुन नेपालमा एक अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने जुन सपना देख्नुभएको थियो, जुन लक्ष्य राख्नुभएको थियो, हुन त रङ्गशाला बनाउन करोडौँ रुपियाँ खर्च हुन्छ, तर पनि उहाँले आँट गर्नुभयो। देशको सरकारले साथ नदिए पनि जनताले साथ दिन्छन् भन्ने जुन विश्वास गरेर जुन चन्दा सङ्कलन गर्ने अभियान चलाउनु भयो। चन्दा त उठ्यो, तर जति रङ्गशाला बनाउन जुन खर्च लाग्छ त्यति चाहिँ उठेन। उहाँले जति चन्दा उठ्यो त्यही अनुसारले कामहरू गर्नुभयो, त्यही अनुसारले निर्माण कार्य सुरु गर्नुभयो। तर आजभोलिका दिनहरूमा केही व्यक्तिहरू मिडियामा आएर भन्छन् कि सीताराम कट्टेलले जो दान दिएका थिए, आम जनताहरूले जो चन्दा उठाइएको थियो, त्यो पैसा जति रङ्गशालामा नलगाएर उसले आफ्नो निजी सम्पत्तिहरू जोड्न, गाडी घर जमिनहरू जोड्न लगायो भन्ने भाष्यहरू जुन पैदा गरिएको छ, जसले गर्दा धुर्मुसजीलाई मानसिक तनाव उत्पन्न भई उहाँ बिरामी पर्नुभएको छ। उहाँको अवस्था हेर्दा धेरै निकै दयनीय अवस्थामा उहाँ हुनुहुन्छ। नेपालमा यस्तो भइरहेछ कि जुन व्यक्ति देश र जनताको लागि केही गर्न चाहन्छ, देश र जनताको लागि आफ्नो समर्पण देखाउँछ, ऊ व्यक्तिलाई कुनै न कुनै आरोपहरू लगाएर, कुनै न कुनै लान्छनाहरू लगाएर उसलाई मानसिक तनाव दिने, दबाबहरू दिने जुन कार्यहरू भइरहेको छन्, यो एकदम सरासर गलत हो। धुर्मुसजीले चन्दाबाट उठेका पैसाहरू हिनामिना गर्नुभएको छ, निजी सम्पत्ति जोड्नु भएको छ भनेपछि उहाँलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्नुपर्छ। अगर त्यसो होइन भने जसले पनि बिना प्रमाणको झुटो आरोपहरू लगाइरहेका छन् उनीहरूलाई कारबाही गर्नैपर्छ। अगर कारबाही गरिएन भने आउने दिनहरूमा कुनै पनि व्यक्तिले देश र जनताको हितको लागि काम गर्न चाहन्छ भने उनीहरूको मनोबल गर्नेछ। किनभने देश र जनताको हितमा काम गर्दा मानसिक तनाव दिने, अन्य व्यक्तिहरूले झुटो आरोपहरू लगाउने कामहरू भइरह्यो र त्यसको कारबाही भएन भने सबैको मनोबल घट्नेछ।